रामायणमा जाम्बवन्तको भूमिका निभाउनु भएको थियो। उहाँको नाम थियो उपाध्याय राजकेशर। उहाँ अहिले 69 वर्षको हुनुहुन्छ। रामायणमा नलको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो गिरीश सेठ। उहाँ अहिले यस्तो देखिनुहुन्छ। रामायणमा केवटको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो त्रिवेदी कौस्तुभ। उहाँ अहिले यस्तो देखिनुहुन्छ। रामायणमा सुग्रीवको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो श्याम कालानी। उहाँ 55 वर्षको उमेरमा मृत्यु भएको थियो। रामायणमा पार्वतीको भूमिका निभाउनु भएको उहाँको नाम थियो बन्दिनी मिश्रा। उहाँ अहिले यस्तो देखिनुहुन्छ। रामायणमा लवको भूमिका निभाउनु भएको थियो। उहाँको नाम थियो मयूरेश क्षेत्रमाण्डे। उहाँ अहिले 49 वर्षको हुनुहुन्छ। रामायणमा शिवजीको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो विजय कविश। उहाँ अहिले यस्तो देखिनुहुन्छ। र समुद्र देवता जसको भूमिका निभाउनु भएको थियो उहाँको नाम हो असलम खान। उहाँ अहिले यस्तो देखिनुहुन्छ। मन्दोदरीको भूमिका निभाउनु भएको उहाँको नाम हो अपराजिता भूषण। उहाँ अहिले यस्तो देखिनुहुन्छ। रामायणमा सबरीको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो सरिता देवी। उहाँ 75 वर्षको उमेरमा मृत्यु भएको थियो। रामायणमा सुमित्राको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो रजनी बाला। उहाँ 69 वर्षको उमेरमा मृत्यु भएको थियो। रामायणमा कुशको भूमिका निभाउनु भएको जो हुनुहुन्छ स्वप्निल जोशी। उहाँ अहिले 67 वर्षको हुनुभयो। रामायणमा मन्थराको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो ललिता पावर। उहाँको मृत्यु 81 वर्षको उमेरमा भएको थियो। रामायणमा समुद्रको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो चन्द्रशेखर। उहाँको 98 वर्षको उमेरमा मृत्यु भएको थियो। रामायणमा माण्डवीको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो सुलक्षेणा खत्री। उहाँ यस्तो देखिनुहुन्छ। रामायणमा सुनयानाको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो उर्मिला भट्ट। उहाँको 63 वर्षको उमेरमा मृत्यु भएको थियो। रामायणमा वशिष्ठको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो सुधीर दलबी। उहाँ अहिले 86 वर्षको हुनुभयो। रामायणमा विभीषणको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो मुकेश रावल। उहाँको 65 वर्षको उमेरमा मृत्यु भएको थियो। रामायणमा शूर्पणखाको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो गिरिराज शुक्ला। उहाँ अहिले 65 वर्षको हुनुभयो। रामायणमा उर्मिलाको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो अञ्जली व्यास। उहाँ अहिले यस्तो देखिनुहुन्छ। रामायणमा त्रिजटाको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो विभूति दवे। उहाँको 2006मा मृत्यु भएको थियो। रामायणमा कौशल्यको भूमिका निभाउनु भएको थियो जसको नाम हो जयश्री गडकर। उहाँको 66 वर्षको उमेरमा मृत्यु भएको थियो। रामायणमा दशरथको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो बालधुरी। उहाँ अहिले 81 वर्षको हुनुहुन्छ। रामायणमा कैकईको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो पद्मा खन्ना। उहाँ अहिले 76 वर्षको हुनुहुन्छ। रामायणमा मेघनाथको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो विजय अरोड़ा। उहाँको मृत्यु 62 वर्षको उमेरमा भएको थियो। रामायणमा भरतको भूमिका निभाउनु भएको थियो जसको नाम हो सञ्जय जोग।
रामायणमा जनकको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो मूलराज रजदा। उहाँको 80 वर्षको उमेरमा मृत्यु भएको थियो। रामायणमा अङ्गदको भूमिका निभाउनु भएको थियो, जसको नाम हो खान बसिर। उहाँको मृत्यु 54 वर्षको उमेरमा भएको थियो। रामायणमा हनुमानको भूमिका जसले निभाउनु भएको थियो, उहाँको नाम हो दारा सिंह। उहाँको 83 वर्षको उमेरमा मृत्यु भएको थियो। रामायणमा शत्रुघ्नको भूमिका निभाउनु भएको थियो। उहाँको नाम हो समीर रजदा। उहाँको उमेर 61 वर्षको छ। रामायणमा रावणको भूमिका निभाउनु भएको थियो, जसको नाम हो अरविन्द त्रिवेदी। उहाँको 82 वर्षको उमेरमा मृत्यु भएको थियो। रामायणमा सीताको भूमिका गर्नुहुने उहाँ हुनुहुन्छ, उहाँको नाम हो दीपिका चिखलिया। उहाँ अहिले 59 वर्षको हुनुभयो र उहाँ अहिले यस्तो देखिनुहुन्छ। रामायणमा लक्ष्मणको भूमिका निर्वाह गर्ने उहाँ हुनुहुन्छ, उहाँको नाम हो सुनिल लहरे। उहाँ अहिले 64 वर्षको हुनुभयो र उहाँ अहिले यस्तो देखिनुहुन्छ। रामायणमा श्रीरामको भूमिका गर्नुहुने उहाँ हुनुहुन्छ, उहाँको नाम हो अरुण गोविल। उहाँ अहिले 67 वर्षको हुनुभयो र उहाँ अहिले यस्तो देखिनुहुन्छ।